हेलो साथीहरू, आज चाहिँ म बनाउँदैछु एकदमै गाउँघरको हाम्रो गाउँघरको तरिकामा खिर होइन। मैले चाहिँ करौसीमा मजाले तामाको मैले खिर बनाएको छु। लागु आजको भिडियोतर्फ। हेलो साथीहरू, नमस्ते। सन्चै हुनुहुन्छ? आशा छ सबैजना सन्चै हुनुहुन्छ होला होइन। मेरो छोरी उतातिर बसेर म गर्दैछ, ऊ चाहिँ मलाई रिस्काइरहेको छ। बेबी अहिले एकछिन देखाउँछु ल, एकछिन मेरो मामुले बोल्न दियो। अनि आज चाहिँ मङ्गलबार होइन। मङ्गलबारको व्रत बसिरहेको छु। मेरो चाहिँ यो 8औं व्रत हो। अनि त्यसपछि आजदेखि चाहिँ म फेरि 11 दिनको हनुमान चालिसा पाठ पनि गरिरहेको छु। म चाहिँ यो 11 दिनसम्म होइन भेज खानाहरू बनाउने छु। यदि त्यस्तो टाइपको यदि इन्ट्रेस्टिङ केही मतलब भेजिटेरियनमा यदि राम्रो मैले केही बनाएँ भने म हजुरहरूलाई डेफिनेटली सेयर गर्नेछु। म चाहिँ आज बनाउँदैछु खिर केको बनाउँदैछु भनेपछि चामल र गाजरको बनाउँदैछु होइन। ओके, मैले चाहिँ सामानहरू ठिक्क बनाइसकेको छु। लागौँ आजको भिडियोतर्फ है। यता चाहिँ म घिउ तताउँदैछु। यो चाहिँ आधा केजी गाईको, आधा केजी भैँसीको भयो कि ठ्याक्क थिएन। अब गाईको भयो झन् राम्रै भयो होइन। म चाहिँ यसरी नौनी ल्याएर घरमै तताएर खान्छु तातो। खिर बनाउनलाई ठ्याक्क घिउ सकिरहेको थियो। खिर बनाउनु भनेको घिउ सकिएको रहेछ, त्यही भएर मैले चाहिँ अहिले नौनी ल्याएर तताउँदैछु। यसमा तात्दैछ होइन। अनि यतातिर चाहिँ यो चाहिँ लोकल चामल है, घरकै हाम्रो। अनि त्यसपछि यो चामल मैले 1 कचौरा भिजाइसकेँ। 1 कचौरा धेरै छैन, मैले सानो कपको 1 कप हालेको छु। अनि त्यसपछि यो चाहिँ गाजर दुईटैको क्वान्टिटी बराबर नै छ होइन। अनि त्यसपछि यता दुध तातिरहेको छ। अनि पछि मैले यतातिर चाहिँ यो 1.5 किलो दुध थियो, थोरै हामीले खाएको होइन। यो चाहिँ 1.5 किलो दुध। यसमा चाहिँ मैले इलाइची हालेर राखेको छु। यसलाई म उमाल्छु होइन। अनि चाहिँ मैले यहाँ भाँडा सबै रेडी बनाइसकेको छु धोएर। म चाहिँ यसमा यो करौसीमा बनाइरहेको छु तामाको होइन। यसमा म खिर बनाउनेछु आज। घिउ चाहिँ तातिसक्यो, तर यसरी हेर्दा कालो छ, तर मजा पहेँलो भएको छ। ओके, घिउ चाहिँ तातिसक्यो। अब चाहिँ म बनाउँछु खिर। यसको लागि अब चाहिँ बनाउनु है। मैले चाहिँ फ्लेम अन गरिसकेँ। मैले करौसी पनि बसालिसकेको थिएँ अगाडिदेखि नै होइन। अनि मजाले ताति पनि सक्यो। मैले चाहिँ तातो घिउ हालेँ तातो करौसीमा। अनि त्यसपछि 2 डाडु जति हालेको छु मैले घिउ चाहिँ, भरि त होइन, आधा जति। अनि त्यसपछि फर्स्टमा चाहिँ म गाजरलाई फ्राई गर्नेछु होइन। गाजरलाई 5 मिनट जति मिडियम फ्लेममा मजाले फ्राई गरिसकेपछि अनि बल्ल चामलहरू गर्नेछन्। पहिला हामीहरू गाजरलाई फ्राई गरौँ मजाले। हेर्न सक्नुहुनेछ गाजरको कलर पनि चेन्ज भइसक्यो होइन। अलिक डिफ्रेन्ट आइसक्यो कलर। अब चाहिँ यति बेला चाहिँ अब हामी एड गर्नेछौँ चामल। मैले चामलको पानी सबै फालिसकेँ। अनि त्यसपछि अब मैले चामल सबै हालेको छु। अब चामललाई र अनि गाजरलाई मजाले चलाउने। यसलाई फेरि हामी 5 मिनट जति नै फ्राई गर्नेछौँ मिडियम फ्लेममा। यसलाई मजाले एकछिन फ्राई गरेर चलाउँदै जाने बिचबिचमा है, फेरि चलाउँदै जाने, नत्र तल ठेक लाग्न सक्छ होइन। अनि त्यसपछि मैले यता दुध बोइल गर्न राखेको थिएँ, तर दुध चाहिँ बोइल भएन। अनि यतातिर फ्राई भइसक्यो, त्यही भएर मैले यति बेला नै हालिदिएँ सबै दुधहरू। बिस्तारै दुध हालिरहेको छु। हजुरलाई कतिको गिलो साह्रो मनपर्छ खिर, त्यही अनुसारको हजुरले क्वान्टिटी हाल्न सक्नुहुनेछ दुधको। मैले चाहिँ फेरि एकछिन चलाएर हेरेँ। अनि त्यसपछि मैले चाहिँ फेरि सबै दुध थपेको छु होइन। अनि अब चाहिँ मजाले यसलाई चलाउने होइन। खिरलाई चाहिँ चलाइराख्नुपर्छ। मैले मिडियम फ्लेम थियो, अझै लो बनाएको छु। अब चाहिँ लोमा नै पकाउनु दिनुपर्छ। यसलाई मजाले बिस्तारै पकाउनुपर्छ। खिरलाई चाहिँ जति बिस्तारै पकायो खिरको स्वाद अनि मजाले पाक्छ होइन। अनि मिठो टेस्ट पनि आउँछ। मैले पनि फर्स्ट टाइम यो गाजर र चामलको खिर बनाएको थिएँ, तर साथीहरू एकदमै मिठो हुँदो रहेछ। गाजरको फ्लेभर अनि चामलको फ्लेभर होइन, एकदमै मिठो। मैले चाहिँ मिडियम फ्लेममा खिरलाई पाक्न छोडेँ एकछिन। अनि त्यसपछि म चाहिँ घिउ अर्को सिसाको भाँडामा खनाएर राख्दैछु। म चाहिँ जहिले नौनी ल्याएर यसरी ताजा घिउ बनाएर खान्छु होइन। म र मेरो छोरी चाहिँ प्राय म परौठामा रोटीहरूमा लाउँछु। अनि छोरीलाई कहिलेकाहीँ भातसँग दिन्छु। अनि अब चाहिँ यति गर्दै चाहिँ मेरो खिरमा अब चिनी हाल्ने बेला भइसकेको छ। यहाँ चाहिँ मजाले उम्लिरहेको छ होइन।
मैले टाइममा चलाएको पनि थिएँ। अनि त्यसपछि अब म चिनीहरू गर्दैछु। मैले धेरै चिनी हालेन, गुलियो व्रत बसेको बेला धेरै गुलियो पनि खान सकिँदैन, त्यही भएर ठिकै हालेको छु। अनि हजुरहरूलाई कतिको गुलियो मनपर्छ त्यो अनुसारको गुलियो हाल्न सक्नुहुनेछ होइन। यसको कलर पनि हेर्नु न कस्तो डिफ्रेन्ट कलर आएको छ कि त्यो ओरेन्ज अनि हल्का कस्तो के हुन्छ नि, खाउँ खाउँ लाग्दो टाइपको हुन्छ नि, त्यस्तो मिठो बास्ना पनि यस्तो मिठो आइरहेको थियो। अब चाहिँ म माथिबाट कालो मरिच हालिरहेको छु। मैले चाहिँ थोरै मात्रामा हालेको छु। यो चाहिँ यति यसलाई हल्का फ्लेममा छोडेर म चाहिँ पूजा गर्न गएँ है। मैले चाहिँ साँझको बत्ती बालेर सकेँ होइन। अनि त्यसपछि अब चाहिँ म फर्स्टमा भगवानलाई प्रसाद चढाउने छु। अनि त्यसपछि म र मेरो छोरी खानेछौँ होइन। एकदमै राम्रो भएको थियो खिर चाहिँ, एकदमै मिठो बास्ना आइरहेको छ होइन। मैले चाहिँ फर्स्टमा अग्निलाई चढाएँ थोरै, अनि त्यसपछि मैले एउटा कचौरामा हालेर भगवानलाई चढाएँ फर्स्टमा। अनि त्यसपछि त्यहाँ राखिदिएँ, ठाउँ थिएन होइन। पहिला फर्स्टमा बिहान चढाएको पुरी निकालेँ, अनि त्यसपछि त्यो खिरको कचौरा राखेँ होइन। अनि त्यसपछि फेरि मैले यहाँ चलाइरहेको छु। एकदमै हुन्छ नि, चलाउन पनि कस्तो राम्रो लागिरहेको छ कि, यस्तो कलर पनि कस्तो राम्रो कम्बिनेसन हुँदो रहेछ कि, ओरेन्ज कलर र अनि वाइट कलरको होइन। अनि कस्तो मिठो कलर, खाउँ खाउँ लाग्दो खोवा जस्तो टाइपको देखिरहेको छ, तर मिठो पनि एकदमै भएको थियो। अनि त्यसपछि हजुरहरू पनि बनाएर खानुहोस् होइन, हजुरहरूलाई पनि डेफिनेटली मनपर्नेछ भन्ने आशा छ। अनि त्यसपछि म चाहिँ एउटा कचौरामा खनेर आएको छु सिसाको। अनि त्यसपछि तातो भएर मैले प्लेट लिएँ फेरि। अनि यो चाहिँ थम्बनेल फोटोहरूको लागि चाहिँ मैले टन्न हालिरहेको छु कि, तर टन्न भएर पुरै पछि अलिअलि तल चुहिरहेको थियो कि, हेर्नु न फोटो खिच्दाखेरि होइन। अनि त्यसपछि यसरी मैले फोटो खिचेँ। अनि त्यसपछि मैले हेर्नु न कस्तो मजाको भएको छ। हजुरहरूले पनि ट्राई गर्नुहोस्, खानुहोस् है। मैले चाहिँ फर्स्टमा मेरो छोरीलाई दिएँ, उसले चाहिँ एकदमै इन्जोय गरेर खायो होइन। पछि चाहिँ अहिले चाहिँ तातो थियो भनेर उसले खाएन, मोबाइल हेरिरहेको थियो। आजभोलिको बच्चाबच्चीहरू हेर्नु न, मोबाइल नभएपछि खानै नखाने कि। अनि त्यसपछि गाह्रो छ भने, अनि त्यसपछि मैले चाहिँ यतातिर मलाई हालिसकेको थिएँ, छोरीलाई पनि दिइसकेको थियो। अनि मैले थोरै चाहिँ आइरिसको लागि पनि हालेँ, किनभने आइरिसलाई पनि एकदमै खिर मनपर्छ, त्यही भएर मैले दिएको थिएँ। अनि त्यसपछि छोरी र मैले एकदमै इन्जोय गरेर खाएको थियौँ। मैले फर्स्टमा प्रसाद खाएँ, मैले बिहान मेवा र पुरी चढाएको थिएँ प्रसादीमा। अनि त्यसपछि त्यो फर्स्टमा खाएँ। अनि छोरीलाई चाहिँ तातो भइरहेको थियो। अनि त्यसपछि मैले चाहिँ हेर्नु कस्तो मजाले तर बसेको छ होइन। अनि पुरी र खिर कसले खानुभएको छ होइन, यदि खानुभएको छैन भने ट्राई गर्नुहोस्, एकदमै मिठो हुन्छ। मैले त्यो एकदमै इन्जोय गरेर खाएको थिएँ, एकदमै मिठो पनि भएको थियो है। फर्स्ट बाइट हजुरहरूलाई पनि है त प्रसाद। मिठो छ। म अब आनन्दले बिस्तारै खाना खान्छु है त। ओके बाई। अनि म चाहिँ मङ्गलबारको चाहिँ मेरो चैतमा सकिन्छ 11वटा। अनि म चाहिँ 8देखि 11वटा हनुमान चालिसाको गरिरहेको छु। त्यो चाहिँ मेरो 22 गते सकिन्छ होइन। अनि त्यो बिचमा म के खान्छु होइन, के बनाउँछु त्यो पनि हजुरहरूलाई देखाउनेछु है त। ओके बाई। थोरै खिरमा छुटेर खाऊ, त्यत्रो बाटी खान सक्दैन नि त। थोरै आधा तातो छ। यसरी खाने भने बिस्तारै खाऊ, खिर चाहिँ तातो छ। ओके साथीहरू, हामीले चाहिँ होइन छोरी र मैले चाहिँ एकदमै इन्जोय गरेर खाएको थियौँ। अनि त्यसपछि उता भाइले पनि भनिरहेको थियो एकदमै मिठो थियो दिदी खिर भनिरहेको थियो। ललितले पनि टेस्ट गरेको रहेछ, उनीहरूको भिडियो थियो तर थोरै खाएको रहेछ। ओके गाइज, थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो।